हेलो एभ्रिवान वेलकम छ मेरो नयाँ ब्लगमा हैन साथीहरु म चाहिँ आछु आज फेरि हुलासीतिर हेर्न सक्नुहुन्छ गहुँबारीमा यसो आज घाम चर्के थियो अहिले त बादल लाख घाम चर्के थियो हैन छाता लिएर आएको त बादल लाख पाकिसक्यो सबैजनाको गहुँ पाकिसकेको छ अहिले यहाँ हेर्न सक्नुहुन्छ ओइ यहाँ त मान्छे कहाँ मरेको थियो यता मान्छे मरेको थियो हैन अये भाग छ्या कस्तो ठाउँमा त्यही भएर भनेको थिएँ यतातिर नआउने के त्यही रुखमा हो अबे छ्या यस्तो ठाउँमा लिएर आछ भाइ मलाई त यस्तो सिरिङ सिरिङ भइजिउ पनि ओइ यतातिर नआउ जाने उतातिर जाम छ्या भाइ म त यतातिर घाँस पनि काट्न आउन सक्दिनँ यस्तो हेर्न सक्नु साथी यस्तो जङ्गल जस्तै छ यहाँ मरेको चाहिँ ऊ त्यो रुखमा हो के यस्तो डर लाग्छ छ्या यहाँ जङ्गल जस्तै छ हेर्न सक्नुहुन्छ अस्ति सुनेको थिएँ त्यतातिर चितुवा आउँछ अरे है कतातिर सानो पानी हो उतातिर जानु कत्रो खोला छ यहाँ त एक्लै आउनै साथीहरू हामी यहाँ हेर्न सक्नुहुन्छ जङ्गलमा आछौँ हामी तरकारी टिप्न तरकारी पनि पाएन सबै अहिले पानी धेरै नपरेर हो कि सागहरू पनि उम्रे छैन हेर्न सक्नुहुन्छ छातै पनि लगाइसक्यो म चाहिँ छाता लिएर हिँड्नै छु होइन यहाँ एउटा पनि सागको मुन्टो पनि पाएको छैन ओ यता त चराको गुँड कस्तो राम्रो छ चराको गुँड के हामी चाहिँ यहाँ जङ्गलमा भौतारिरहेछौँ तरकारी टिप्न आएको मान्छे एउटा पनि तरकारी भेटिरहेको छैन साथीहरू झोला रित्तो छ हाम्रो यो कति मोटो मोटो छ वाउ हेर त ओए यो के भन्छ नरकट कस्तो मोटो मोटो के उतातिर त हाम्रो पातलो पातलो हुन्छ यहाँ त नरकट कति मोटो मोटो छ यो के को बोट होला कस्तो राम्रो छ उतातिर छैन नानी त्यो साग छ ए बोटमा छ न्युरोको साग के भनेर यस्तो छ एउटा दुईटा मात्र न्युरोको साग हेर्न सक्नुहुन्छ अहिले त हुने बेला नै भएको छैन क्या यस्तो हेर्न सक्नुहुन्छ यति पातलो पातलो छ यो एउटा दुईटा मात्र छ कसरी टिप्ने हो हामी त साथी आउन मात्र पर्यो साथीहरू यो जङ्गलमा जङ्गल कि जङ्गल अब के जङ्गल भन्ने होइन हुलासी खोला हो यो हुलासीको खोला अलिकति घुमी टिप्छु है ओ यहाँ सानो पानी छ त यहाँ आऊ त म चाहिँ यहाँ अब घुङ्गी टिप्नेवाला छु साथीहरू आऊ लाग्दैन जोका खोज पानी हो कि होइन झोला मात्र यत्रो लिएर
कति माछा हो कति धेरै माछा जब घर अब होइन पाएन साग पनि पाएन यो घर छेउती खान्छौ खाना त हेर्नु साथीहरू हामीले खोज तलास गरेको यति जम्मा न घुङ्गी पायो न सिपी पायो न साग पायो हेर्न सक्नुहुन्छ हाम्रो यस्तो टाढाबाट आएको दुःख गरेर यति जम्मा पाछौँ यो चाहिँ हैन चितवनतिर यस्तो कति खाने गर्छ के मान्छेहरूले हैन अनि यहाँको मान्छेहरूले त्यति खाँदैन घिन आउँछ के अनि घुङ्गा घुङ्गी चाहिँ सबै खान्छ हैन यो वाला चाहिँ खाँदैन सबभन्दा यो कति मिठो हुन्छ साथीहरू तर बाँदरलाई के भन्छ बन्दर क्या जाने अदरक का स्वाद भन्छ नि हो त्यस्तै हो के यहाँको मान्छेले जे खान्छ हामीले खाँदैनौँ चितवनको मान्छेले हामीले खान्छौँ त यहाँ चाहिँ पहाड यस्तो छ साथीहरू म चाहिँ पहाड चढ्न लाग्छु यहाँ त गुफा पनि रहेछ है सियाल छ कि के छ यसमा अबि यहाँ त सुरुङ पो छ है पहाडको मान्छे कसरी पहाडमा चढ्छ होला है आफू त यति सानो उकालो पनि चढ्न नसक्ने यो हेर्न सक्नुहुन्छ यहाँ जङ्गल जस्तै कति डराउने भयानक जङ्गल छ यहाँ त बाटै छैन त यताबाट जाम कहाँ यताबाट गयो हुन्न अब यो म के लिएर आएको है यो त फाल्दै हुन्थ्यो त अब यसलाई यतिको लागि के गर्ने साथीहरू होइन यसलाई पानीमै फालिदिन्छु होइन न त यहाँलाई पानी चाहिन्छ नि त यहीँबाट फालिदिन्छु न त पाप लाग्छ के साथीहरू त्यही भएर फालिदिन्छु बेसी हाथमा त साथीहरू झोला पनि खाली भयो केही पनि छैन होइन आउन मात्र पर्यो तरकारी खोज्न भनेपछि साथीहरू म त कहाँ कहाँ पुग्छु तरकारी खोज्न होइन यति जाँगर छ मनपर्छ पहिल्यैदेखि हो जङ्गल जाने बानी मेरो के अरे ग्रुपहरूसित होइन तर यहाँ कोही पनि जङ्गल जाँदैन टाढा टाढा छ जङ्गल कोही पनि जाँदैन कोही पनि छैन सुनसान छ है अबि हेर्न सक्नुहुन्छ आउन मात्र परेन है कहाँ छ मटर यो त के हो यो उखु उखु म त उखु होला भनेको यहाँ त छेउछेउमा जसको खेत डरै लाग्ने है यही टिप्ने भनेको यही टिप्ने भनेको चोर्न मिल्छ अरूको चोर्यो 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 यिनीहरूको त दाना परिसक्यो है हाम्रो त दाना परे छैन कलिलो नि भएन भएको होला हेर्न सक्नुहुन्छ यस्तो राम्रो फुल छ वाउ
यो फुल कति राम्रो छ हैन हेर्नु त साथीहरू कस्तो राम्रो छ फुल साथीहरू यत्रो टाढाबाट आथ्यौं तरकारी खोज्न पाउँदै पाएन छ्या थकाइ मात्र लाग्यो त छ्यावै लाउने केही तरकारी पनि पाउँदैन जङ्गल पनि टाढा छ हैन एक दिन जङ्गल जाने सुरमा छौँ है हामी जान्छौँ तर यो चितवनको जङ्गलमा हैन हामी पहिला खोप जान्थ्यौँ दाउरा ओसार्न तरकारी खोज्न यति धेरै जान्थे अनि निउरोको साग अनि त्यो के भन्छ एउटा लट्ठी जस्तो हुन्छ नि के भन्छ पहाडिया भाषामा त्यो के अरे उसके के भन्छ लड्कैया भन्छ हामीले हैन अरूले चाहिँ के भन्छ त्यो थाहा छैन अनि यस्तो त्यस्तो खोप टिप्न जान्थ्यौँ निउरोको साग भन्ने एक एक नाङ्लो लिएर आथ्यौँ तर जुका सिस्नो एकदम हुन्थ्यो कि त्यहाँ म चाहिँ बादल लाखातै पनि हैन छाता ओढेछु अनि के गर्ने छाता अब बोक्नै पर्छ जसरी बोकिने बोक्नै पर्छ हैन अनि त्यही भएर अनि यो कसको आँप हो कस्तो राम्रो छ मौरे हो कति राम्रो आँप छ हेर्न सक्नुहुन्छ साथीहरू यहाँ चाहिँ सानो झुप्रो छ खेतको बिचमा यहाँ चाहिँ पानी पटाउने बेला हैन पानी हाल्ने बेला राति सुत्ने काम गर्छ यहाँ पनि गहुँ ढल्या छ धेरै जसोको अहिले गहुँ ढल्या छ है हाम्रो नि गहुँ कति ढल्या छ उलासिनी र वहाँबाट आयो ऊ त्यो मान्छे त एक्लै एक्लै त्यहाँ भैँसी चराइरहेको डराउनु न के एकचोटि म हैन एक्लै यतातिर हैन ऊ त्यहाँ मान्छे झुन्ड्या थियो नि अस्ति अनि मान्छे झुन्ड्या थियो त्यहाँ अनि एक्लै आएको घाँस काट्न के त्यति बेला धान भर्खर फुटेको थियो अनि सर्र हावा चल्यो क्या यति डराएको थियो बाफ अनि बोरा सोरा बोकेर अर्कै ठाउँमा गयो भाग्यो त्यस्तै साँपको डर हुन्छ त्यस्तै जुकाको डर हुन्छ अनि त्यस्तै भूतको पनि डर हुन्छ क्या यहाँ हुलासिनी र हैन दिउँसै डराउने गर्छ अनि त्यही भएर एक्लै एक्लै आउनै पर्छ कहिले साथी नपाएको बेला को हरियै छ है गहुँहरू तर राम्रो छैन यो कस्तो उस छ कि त्यहीँ पाक्या छ त्यहीँ हरियै छ कस्तो खालको छ यो गहुँ यो गन्धे झार कति आउँछ कि मान्छेको खेतहरूमा जस्तो कि यो हैन कुनै अन्न रोपे जस्तै छ के कोदो फापर रोपे जस्तै कस्तो झाडी खेतमा यसैले त सताउँछ कस्तो नराम्रो देखाउँछ साथीहरू जान मात्र पर्यो थकाइ मात्र लाग्यो के भन्छ एउटा उखानै आएन थकाइ लाग्यो आज फेरि पानी पर्छ कि अघि कस्तो चर्का थियो घाम अहिले म चाहिँ बिहानको टाइममा भ्लग बनाइरहेको छु हैन खानासाना खाएर यता साथी पाइছে साथीहरू हैन म चाहिँ साथी पाइছে यति तरकारी खोज्न जाँगर लाग्छ जङ्गल जान जाँगर लाग्छ तर कोही जङ्गल जाँदैन तरकारी खोज्न साथी पायो भने त टाप कसिहाल्ने हो थकाइ लाग्छ भाइ